यो फुटाल्ने होइन यो चाहिँ मिक्स छ होइन यो सबै मुखे यो सबै मुखी हुँदैन यसमा दुई मुखी मात्रै होला सबै दुई मुखे छानेर राख्नु भएको यो तीन मुखी हुन्छ यसको भ्यालु छैन कि दुई मुखीमा आउने तीन मुखी यो माला बन्छ यो माला भन्छ अनि कसरी फेरि यो मालालाई यो माला चाहिँ हामीले चाहिँ यो होलसेलमा 20 रुपियाँ उनीहरूले चाहिँ अब पसलवाले कुनै 500 कुनै 100 रुपियाँ कुनै 200 क्वालिटी साइज हेरेर दिने हो तपाईँले अन्दाज बुन्ने हो अन्त हुँदा त उनीहरूले छानेर बुन्छ नि त तपाईँ एउटै मिलाउँछ नि त त्यो हेर्नुभयो होइन माला हेर्नु होइन यो चाहिँ गन्ने यो चाहिँ यसमा 100 पिस अट्छ यो सब गल्ल्याएर त हामीले गन्दैन यसमा यो हानेपछि सानो पिस 100 पिस हट्यो होइन कति 100 पिस भयो भन्ने थाहा हुन्छ नि त त्यसमा डिभाइड गर्ने हो नि त यो 100 भयो यो भन्ने 100 वटा भयो गर्नु परेन सजिलो भने 100 वटा यो एउटा गन्ने होइन अब चाल्ने चाहिँ यो हुन्छ फेरि यो त झर्दैन नि त यो त कहाँ झर्छ यो अनि यो चाल्ने भनेको यो चाल्ने भने यसमा एमएम हुन्छ होइन यो हेर्नुहोस् यो 10 एमएम को यो सबै 10 mm को झर्ने भयो यो 10 एमएम मात्रै झर्ने 10 एमएम भन्दा मुनि झर्ने हो होइन यो 11.5 भयो नि त 11.5 होइन अब यो भने 12.5 यो सबै हुन्छ यो सिस्टम सबै पत्ता धेरै छ यो गर्नै धेरै हुन्छ मैले बुझेँ यो चाहिँ कस्तो भने 13 एमएम देखि माथि मात्रै छ 13 एमएम देखि मात्रै चाल्ने चाहिँ यसरी चाल्ने यहाँ हाल्ने खप पाल्ने क्यारे गर्यो यता गर्यो सानो जति यता गर्यो त्यो गर्ने हो त्यो गर्ने हो दाइ होइन यो चाल्ने भयो होइन अब एउटा माला फिट्ने मेसिन पहिला चाहिँ ढिकी बान्थ्यो ढिकी बान्दा नाङ्लो हान्ने केटीहरू चाहियो अनि सबै पोल्टी हालेर अहिले चाहिँ माला फिट्ने मेसिन है यहाँ छ माला फिट्ने मेसिन चाहिँ यो चाहिँ खासै पुटिङ काठमाडौँ ठुल्ठुलो कन्स्ट्रक्सनमा पुटिङ फिट्ने हो होइन माला फिट्ने उसिन्यो यसले यहाँ कतिमा लोडमा हान्ने यो सबै थाहा हुन्छ यो ड्याङ ड्याङ हानेपछि त्यसले त्यो खोस्टा फालिदिने भयो यसले खोस्टा फाल्छ यसले सफा गर्छ 2-3 चढ हान्यो भने यसले प्लाट जान्छ यो उसिनेर गर्ने हो यो अब यो बचेको चाहिँ किलोमा दिनुहुन्छ कसरी दिनुहुन्छ यो चाहिँ हामीले 20 रुपियाँ माला बेच्ने हो एउटामा 110 केट बेच्ने हो 20 रुपियाँ लिने हो 110 केट बेच्ने 20 रुपियाँ लिने हो यो चाहिँ हामीले होलसेल लिने हो फेरि छानेर तपाईँले 20 रुपियाँ एक माल ल्याउन भनेर बेच्ने होइन यो उठाउनेले सबै एकैचोटि उठाउँछ गराब ल ठिक छ अब सर माला भने फेरि नाप्ने एउटा नर्मली मिसिन चाहिँ यो यसको माला बनाउने यो चाहिँ एमएम नाप्ने होइन यो चाहिँ एमएम नाप्ने हो यसमा डिजिटल पनि आछ डिजिटलमा चाहिँ यति पोइन्टसम्मै देखाउँछ सबै पोइन्ट देखाउँछ यो माला नाप्ने फेरि यसरी होइन 10 कुनैले चाहिँ यसरी नापेर त यो पेट भयो होइन पेटमा त सानो नै हुन्छ यो होइन उतापट्टि यसरी नाप्ने यो धार छ नि दुई मुखी यसरी नाप्ने हो मुख माथि मुख माथि तेर्सो भनौँ न माथि भन्दा नि यो साइडमा मुख पार्नु पर्यो यसरी देखाउने हो ल तेर्सो यसरी राख्यो भने बल्ल यो चाहिँ एमएम को मात्रा पुग्यो मानव कि यो ठुलो भयो नि यो आँखा यस्तो भयो माला नाप्ने यसरी कति एमएम आयो 15-16 यो त 16 एमएम आयो 10-15 17 एमएम हो ल तपाईँको यसरी नाप्ने होइन फेरि यो पेट भयो कि पेटमा नाप्ने होइन मलाई अस्ति नै एउटा रुकुमकै मान्छेले 9 को मालाहरू छ भनेर फोटो खिचेर पठाएछ उसले पेटबाट नाप्यो पेटबाट नापे 12 को माला नि 9 को त पेट सानो कुनै पेट सानो हुन्छ नि 9 को भयो कि उल्टोबाट नापेर मलाई एमएम सहित देखायो कि दाइ मका एमएम सहित छ भने अब यसलाई नापिदिनु त त्यो मैले अघि टिपेको कति एमएम छ यसको आँखै देख्यो नि हामीले अन्दाजी है टिपेकोमा कुनै कुनै सानो पनि पर्छ नि त ऊ आयो देखिन्छ यो चाहिँ यसरी हेरेपछि यहाँ चाहिँ बोक्रा गएको छैन यो तपाईँको 13 एमएम होला कति 12-13 10 11 12 13 हो यो 13 12 भन्दा बढी त्यो फेरि सानो माला तपाईँहरूले देखाउँ है अब माथि पनि छ नि त यो चाहिँ म आफैले किने है फेरि यो चाहिँ म आफैले यो भन्दा अझ सानो आउँछ यस्तो पिस चाहिँ हामी पिस पनि कलेक्सन हुन्छ यहाँ चाहिँ अब मैले भने माला पुर्याउनु त चाहियो नि त दुईटा पिस भन्यो नि मैले 5,000 बेचेँ त्यो चाहिँ पाउने पनि होइन नपाउने होइन छ्याछ्या पाउने चिज होइन 5,000 बेचेँ मैले 2 पिस त्यो चाहिँ सानो उसलाई पुर्याउनु पर्यो नि त उसलाई पुऱ्याउनु पर्यो
यो तपाईँसँग 108 105 यो चाहिँ मैले 5000 के अरे 500 रुपियाँ गोडाम किने है यो 21 पिस छ 20 पिसको पैसा दियो एक पिस अलिकति ड्यामेज छ होइन अब यिनीहरू मैले कुनै 200 मा कुनै 500 मा सकेसम्म सस्तैमा लिने हो होइन अब एक पिस यार चिया खान पुगिहाल्ने रस खान पुगिहाल्ने ल्याउ न भन्ने हुन्छ होइन किनकि त्यस्तो छ होइन अब यहाँ ल साथी त्यो सुनेपछि यहाँ मेरो बुटी नै रेडी छ है ल ठिक छ यो चाहिँ 3 मुखी होइन यो चाहिँ 2 मुखीमा फल्ने 3 मुखी हो यो आकार फरक हुन्छ होइन अब 3 मुखीमै फल्ने चाहिँ माथि पनि छ होला मलाई होइन यो 4 मुखी हो होइन यो 4 मुखी हो मुख्यको वाला जसरी नाप्ने हो यसरी हो जता चेप्टो छ चाइनिजले लिँदाखेरि जता सानो देखिन्छ त्यता लिन्छ यो त गोलाइ छ होइन यो 4 मुखी हो सर्लक्का यो पनि 4 मुखी होइन ल यो चाहिँ गोलाइ छ जता नाप्यो नि उति नै आउँछ यो बराबरै आउँछ होइन यो चाहिँ 2 मुखी हो यो चाहिँ खास मेन हो भने त जोइनमा टाउको हाल्नलाई युज गर्छ होइन त्यो चाहिँ त्यसको लागि मात्रै युज हो धेरै ठुलो यो 3 मुखी हो कुनै धेरै ठुलो चाहिँ ब्रासेट पनि बनाउँछ होइन टपमा अरु जुन पनि जस्तो राखेको सेटिङ भएको माला पनि चारवटा होइन यो जता नापे पनि त्यति नै देखाउँछ अनि यिनीहरू कसरी गर्छ त फेरि यस्तोलाई यो चाहिँ ठुलो पिस हुन्छ 200 300 400 क्वालिटी साइज हेरेर 20 रुपियाँदेखि 10 रुपियाँदेखि हेरी भनौँ न त्यही 4 मुखीलाई 20 रुपियाँदेखि 500 रुपियाँ पनि पर्छ एक पिसको यो वर्षको मकै अर्कै कोठामा राखियो मकैसँगै उत्पादन भएको यो बाली यहाँ राखियो यो पनि मकै सम्झेँ मैले होइन मकैमा फलेको अर्को मकै त्यही हो यो चाहिँ कस्तो भने दुईटै खेती यो यसपालि यो कलर थियो नेक्स्ट इयरमा यो अलिकति कलर रातो हुने आउँछ यो चाहिँ पछि सकेसम्म सप्लाई गर्दै गर्छ रातो भएपछि अलिकति दाम पनि कमाउँछ पछि रातो यो कस्तो भने घाम पानी राम्रोसँग घाममा यो सफा गर्ने बेला राम्रो भएन भने अलिकति यो चाहिँ कालो हुन्छ कालो हुन्छ यो सफा गर्ने बेला एकदम मिठो घाम लाग्नुपर्छ होइन घाम लाग्ने सफा त गरियो घाम लागेन भने टेन्सन लिने पाल पार्ने मिसिन चाहिँ ड्रिल हुन्छ अब त्यो चाहिँ सर्ट पार्ने मिस्त्री होइन यस्तरी छेड्ने हो मसिनो अब यो हेऱ्यो नि कुन आकारले छेड्ने हो यसरी छेड्ने हो त्यसरी छेड्नु होला ट्याक्क कस्तो भने यो चाहिँ 500 रुपियाँ दाना भयो नि लगभग 500 रुपियाँ दानामा यस्तो लड्रमै फल्यो भने करोडौँ पनि आउँछ यो भनेपछि यो पनि मिसावट फल्ने हो होइन यो यस्तै दाना पनि भेट्न सक्दैन कुनै बोटमा फेरि पाउँछ नै भएन छैन किन यो दाना नपाउने कारणले यो जतिखेर नि महँगै भएको हो कि मेरो 400 वटा बोट छ कुनै 20 दाना नि नफलेन कि मेरो 400 वटा बोटमा त्यो पनि हो फेरि योभन्दा अझै सानो क्वालिटी फल्दैन झन् महँगो हुन्छ नपाउने नि होइन पाउने हो 1-2 दाना पाउने हो अनि त्यो पिसमा बिक्री हुने 2000 2500 1500 साइज हेरेर